नमस्कार, म ज्योतिषी कल्पना सुवेदी। यस भिडियोमा म तपाईँलाई बताउँदैछु विशेष गरेर श्रावण महिनाको मकर राशिको मासिक राशिफल। भिडियोलाई स्किप नगरिकन पुरा हेर्नु होला है त। र साथै तपाईँहरू आफ्नो बारेमा जन्ममितिको आधारमा सबै कुराहरू जान्न चाहनुहुन्छ भने प्रोफाइलमा राखिएको नम्बरबाट कनेक्ट हुन सक्नुहुन्छ। यदि तपाईँहरूलाई आफ्नो डेट अफ बर्थ कन्फ्युज छ, जन्ममिति थाहा छैन, अन्यलमा हुनुहुन्छ भने तपाईँको फेस, हाइट र हस्तरेखाबाट पनि चेक गरिनेछ। बायोमा भएको नम्बरबाट कनेक्ट हुन सक्नुहुनेछ। आउनुहोस् लागौँ विषयवस्तुतर्फ नै। भो जा जी जु जे जो ख खी खु खे खो गाकी नाम अक्षर मध्येबाट यदि तपाईँको नाम उठेको छ भने तपाईँ मकर राशिको व्यक्ति हुनुहुन्छ। र मकर राशिको लागि यस महिनाको ग्रहमण्डललाई हेर्ने हो भने सप्तम भावमा सूर्य र बृहस्पति, अष्टम भावमा शुक्र केतु, त्यस्तै गरेर तपाईँको छैटौँ भावमा बुध ग्रह, पञ्चम भावमा मङ्गल, लग्नमा शनि र धनभावमा राहु। यसरी ग्रहमण्डल तयार भएको छ यस महिनाको। र विशेष गरेर तपाईँको लागि केही मिश्रित फलहरू यस महिनामा प्राप्त हुनेछ। सुरुवाती समयमा तपाईँलाई साझेदारी कामबाट एकदमै लाभ हुनेछ। एक्सपोर्ट इम्पोर्ट जस्ता कामहरू, वैदेशिक यात्राबाट विशेष धन लाभहरू तपाईँले प्राप्त गर्नुहुनेछ। श्रीमान श्रीमतीको सम्बन्धमा भने केही मतभेदहरू आउनेछ। अष्टमेश स्थानको शुक्र र केतुको प्रभावले गर्दाखेरि तपाईँलाई प्रेममा लान्छनाहरू लाग्न सक्छ, दोषारोपण हुन सक्छ। होसियारी अपनाउने र घरदेखि टाढाका दूरीका कामहरूबाट विशेष सफलता तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। जागिरमा राम्रो नै रहनेछ। व्यापार गर्दै हुनुहुन्छ, व्यावसायिक लाभ तपाईँले लिन सक्नुहुनेछ। अझै चर व्यवसायमा अझै विशेष लाभहरू तपाईँलाई मिल्नेछ। शिक्षण पेसा मध्यम रहेको छ र विद्यार्थीवर्गको लागि अध्यापनमा चाहिँ अझै मेहनतका साथ अगाडि बढ्नु राम्रो देखिएको छ। र त्यसै गरी कृषक वर्गको लागि त्यति लाभदायक महिना भने रहेको छैन। पारिवारिक सम्बन्ध राम्रो नै रहने देखिन्छ। र त्यसै गरेर तपाईँलाई टाढाको साथीहरूले साथ सपोर्ट दिनेछन्। नजिकको भन्दा पनि एकदम टाढाको साथी सर्कलबाट चाहिँ तपाईँलाई सहयोग मिल्नेछ र टाढाको यात्राको योगहरू पनि बढ्न गएको छ। र समग्रमा हेर्ने हो भने चाहिँ यस महिना तपाईँलाई आर्थिक लाभ पनि छ र केही खर्चको योग पनि छ भने प्रेम जीवनमा केही मतभेदहरू रहन सक्छ। होसियारी अपनाउने र स्वास्थ्यको दृष्टिले तपाईँको लागि यस महिनामा यो पेट सम्बन्धी समस्याहरू, त्यस पछाडि खुट्टा सम्बन्धी समस्याहरू विशेष रहनेछ। र केही सुधारको अवस्था पनि छ। महिनाको अन्त्यतिर तपाईँको स्वास्थ्य सुधारको अवस्था पनि देखिएको छ।